पर्यटकहरूको आवागमनको लागि गरेको हो। यो सुनाकोटीमा पर्यटकीय विकास होस् भनेर हामीले यो फिन्सेन स्थापना गरेको हो। एकदम पिकनिक स्पटहरू पनि धेरै छ हाम्रो होइन, बनिरहेको पनि छ, बनिसके पनि छ भने एकचोटि आउनुहोस्, सबैलाई त्यही हो आग्रह हो। मेरो नाम राजकपुर महर्जन हो। म सुनाकोटी समाजको उपाध्यक्ष। हामीले यो पर्यटकहरूको आवागमनको लागि गरेको हो। यो सुनाकोटीमा पर्यटकीय विकास होस् भनेर हामीले यो फिन्सेन स्थापना गरेको हो। सुनाकोटीमा जस्तै यो फिन्सेन जस्तै यहाँ अर्को भिङ्गारेश्वर महादेव पनि छ। यो हामी यो सुनाकोटी समाजका साथीहरू वर्षौँ पछि हामी दोलखा फिन्सेन जान गरेका थियौँ। त्यो जाँदाखेरि अनि बाटोमा अलिकति रमाइलो गर्दाखेरि अब हामी फिन्सेन स्थापना गर्ने भनेर अनि हामी साथीहरूको समूह मिलेर यो फिन्सेन स्थापना गऱ्यौँ। सबैभन्दा यो जात्रा यो वार्षिक उत्सवलाई निरन्तरण गर्ने हाम्रो उद्देश्य हो। अनि हाम्रो सुनाकोटीमा पर्यटन आवागमन गर्ने मेन हाम्रो उद्देश्य हो।
बालकुमारी एरिया भनेको के भने हाम्रो पिकनिक स्थल प्लस यहाँ घुम्ने ठाउँ एकदम धेरै छ होइन। एक चाहिँ आउनुहोस्, सबैजना आउनुहोस् होइन, एक चाहिँ हेर्नुहोस् आडे यहाँ के हुन्छ होइन, एक चाहिँ हेर्नुहोस् एकदम पिकनिक स्पटहरू पनि धेरै छ हाम्रो होइन। बनिरहेको पनि छ, बनिसके पनि छ भने एकचोटि आउनुहोस्, सबैलाई त्यही हो आग्रह हो, त्यही भन्छु कि म।
होइन त्यो छुँदा बेला त्यस्तो No. No cae uno.